नेपाल क्रिकेटको कथा भन्न लाग्दा एउटा नाम छुट्दैन, अनिल शाह। सुरुमा त उनले यस्तो इम्प्रेसन बनाएका थिए कि मान्छेहरू भन्थे यो त नेपालकै विराट कोहली हो होला। तर हेर्दा हेर्दै करियरको ट्रेलर त निकै दमदार आयो, तर मुभी चाहिँ इन्टरवलमै सकियो। अनिल शाहलाई जब जब मौका दिइन्छ उहाँले त्यो मौका ब्याटसँग होइन बरु मोबाइलसँग खेल्न रोज्नुहुन्छ। टिमले भनेको हुन्छ फिल्डमा फोकस गर, उहाँको फोकस भने हुन्छ फोटो कुन एंगलबाट पोस्ट गर्ने। अब एंगल त क्यामेरामा खोज्ने होइन, शरमा खोज्नु पर्ने हो नि। ब्याट त हातमा थियो तर रन भने विपक्षीको खातामा। क्रिकेटको मैदानमा उहाँभन्दा बढी एक्साइटेड चाहिँ क्यामेराम्यान देखिन्थ्यो, किनभने आउट भएपछि मेन बनाउन सामग्री तयार हुन्थ्यो। दर्शकले त बल्ल भन्न थाल्थे अनिल शाहलाई खेल्न पठाउनु भनेको विपक्षीलाई एक विकेट गिफ्ट गर्नु जस्तै हो। सोच्नुहोस् त यो मौका अरू कसैले पाएको भए कस्तो डेडिकेसन देखाउँथ्यो होला। तर अनिललाई त खेलभन्दा बढी टिकटक ट्रान्सेसनमा इन्ट्रेस्ट, बल्ल चलाउनु भन्दा बढी हेयर स्टाइल मिलाउनेमा बेसी। कहिले सनग्लासेस कहिले फ्यान्सी शोज, तर स्कोरबोर्डमा चाहिँ 0-5-10। अनि बस नेपाल क्रिकेटलाई एउटा धमाकेदार ओपनर चाहिएको थियो जसले सुरुमा सलिड फाउन्डेसन बनाओस्। तर हामीलाई चाहिँ एउटा सोशल मिडिया इन्फ्लुएन्सर भेटियो जसले क्रिकेटलाई साइड हसल जस्तै बनायो। दर्शकले पनि अब मजाक गर्न थालिसके अनिल शाह ब्याटिङ गर्न आउँछ कि फ्यासन शो गर्न। ब्याट स्विङ भन्दा बढी हेयर स्टाइल स्विङ हुन्छ, अनि अर्को त स्कोरबोर्ड हेर्नु भन्दा इन्स्टा स्टोरी हेरी हुन्छ। अब कुरा करियरको, सुरुमा यति धेरै हाइप तर आज आएर लगभग गुमनाम। मौका त पायो तर त्यसलाई कसरी समात्ने, त्यो भन्दा बढी कसरी छुटाउने भन्नेमा ध्यान दिए जस्तो लाग्छ। साँचो कुरा के हो भने अनिल शाहको करियर त्यो किताब जस्तो हो जसको पहिलो पृष्ठ धमाकेदार तर बाँकी पृष्ठ खाली। एउटा तितो सत्य ट्यालेन्ट थियो तर कमिटमेन्ट थिएन। अब प्रश्न अनिल शाह फर्केर आफूलाई साबित गर्छन् कि यो कथा पनि नेपाली शैलीमा अधुरै रहन्छ। जे भए पनि क्रिकेटबाट नहुन सक्छ, तर हामीलाई व्यङ्ग्य र मेनबाट एन्टरटेनमेन्ट चाहिँ दिनुहुन्छ। साँच्चै भन्नुपर्छ भने अनिल शाह हाम्रो क्रिकेटको फिल्डमा रन म्याच नभएर फन म्याच बन्न पुगेका छन्। ब्याट चलोस् वा नचलोस् कमेन्ट्री र व्यङ्ग्य चलिरहन्छ।